अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका क्रियाशील व्यवसायी, विज्ञ, सञ्चारकर्मी तथा सुरक्षाकर्मी साथीहरू, सबैमा हार्दिक नमस्कार। गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको 27औं वार्षिक साधारण सभा तथा 13औं अधिवेशनको यस महत्त्वपूर्ण अवसरमा यहाँहरू सबैलाई हार्दिक बधाई तथा कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। अधिवेशनबाट संस्थालाई अझ एकताबद्ध बनाएर लैजान सक्ने प्रतिबद्ध, इमानदार र जुझारु नेतृत्व टिमको निर्वाचन गर्न सफल हुनुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु। यस मञ्चले स्थापना कालदेखि नै नेपालको ग्रामीण पर्यटनको विकास, विस्तार र प्रवर्धनमा खेलेको भूमिका अत्यन्तै प्रशंसनीय छ। विशेष गरी सहरमा केन्द्रित पर्यटन गतिविधिलाई गाउँ गाउँसम्म विस्तार गर्ने अभियानमा यस संस्थाले पुर्याएको योगदान उल्लेखनीय र अनुकरणीय छ। नेपाल सांस्कृतिक, प्राकृतिक, पर्यावरणीय र मानवीय विविधताले भरिएको देश हो। हिमाल, पहाड र तराई मधेसको अनुपम संयोजनका साथै विविध जात जाति, भाषा भाषी, धर्म, संस्कृति र जीवनशैलीले नेपाललाई विश्वमै विशिष्ट पहिचान दिलाएको छ। अझ हाम्रो ग्रामीण क्षेत्रको मौलिकता, आत्मीयता र प्राकृतिकको अर्ग्यानिक सौन्दर्यताले नेपालको पर्यटनको अथाह सम्भावनालाई उजागर गरेको छ। त्यसैले यदि हामीले नेपालको पर्यटन उद्योगलाई साँच्चैकै समावेशी, दिगो र राष्ट्रव्यापी विकासको माध्यम बनाउने हो भने अब गाउँतर्फ फर्कनुपर्छ भन्ने मलाई लाग्दछ। ग्रामीण पर्यटनले केवल पर्यटक भित्राउने मात्र होइन, यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्छ, साना तथा घरेलु व्यवसायलाई प्रवर्धन गर्दछ, युवालाई गाउँमै अवसर प्रदान गर्छ र परम्परागत कला, संस्कृति तथा जीवनशैलीको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदछ। होमस्टे कार्यक्रम, कृषि पर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटन जस्ता अवधारणाले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याइरहेका छन्। स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने प्रयासले ग्रामीण क्षेत्रमा आय आर्जनका नयाँ सम्भावनाहरू सिर्जना गरिरहेका छन्। यति धेरै सम्भावना हुँदाहुँदै पनि हामीले अपेक्षा गरे अनुसार पर्यटन क्षेत्रको विस्तार गर्न सकेका छैनौँ। पूर्वाधारको अभाव, गुणस्तरीय सेवा सुनिश्चित गर्न नसक्ने दक्ष जनशक्तिको कमी, प्रचार प्रसार अभाव, बजार पहुँचको सीमितता तथा नीतिगत समन्वयको कमजोरी अझै चुनौतीका रूपमा रहेका छन्। कतिपय स्थानहरूमा पर्यटनको सम्भावना हुँदाहुँदै पनि आवश्यक लगानी र योजनाका अभावका कारण ती क्षेत्रहरू ओझेलमा परिरहेका छन्। अब यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने समय आएको छ। यसका लागि राज्य, निजी क्षेत्र र सामाजिक संस्था बीचको सहकार्य अत्यन्त आवश्यक छ। राज्यले केवल नीति निर्माण गर्ने मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने दायित्व पनि वहन गर्नुपर्दछ। सडक, विद्युत, खानेपानी, इन्टरनेट, स्वास्थ्य सेवा र सुरक्षा जस्ता आधारभूत पूर्वाधारको विकास ग्रामीण पर्यटनको मेरुदण्ड हो। यी क्षेत्रमा पर्याप्त लगानी र दीर्घकालीन योजना आवश्यक छ। साथै लगानी मैत्री वातावरण निर्माण, कर सहुलियत, सहज प्रशासनिक प्रक्रिया र पारदर्शी नीति व्यवस्थाको पर्यटन क्षेत्रमा थप ऊर्जा प्रदान गर्दछ। निजी क्षेत्र पर्यटन क्षेत्रको नवप्रवर्तन, व्यवस्थापन र बजार विस्तारको प्रमुख चालक शक्ति हो। गुणस्तरीय सेवा, व्यावसायिक व्यवस्थापन, प्रभावकारी ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। होमस्टे, बुटिक लज, इको रिसोर्ट, कृषि पर्यटन तथा साहसिक पर्यटनका क्षेत्रमा लगानी र व्यावसायिकता विस्तार गर्न सके ग्रामीण पर्यटन अझ सशक्त बन्न सक्छ। त्यसका लागि नाफामुखी सोच मात्रै राखेर होइन, सामाजिक उत्तरदायित्व र समुदायको हितलाई जोड्ने सोच पनि विकास गर्न आवश्यक छ भन्ने मलाई लाग्दछ। त्यसैगरी सामाजिक संस्थाहरूले स्थानीय समुदायलाई सशक्त बनाउने, सिप विकास गर्ने, महिला तथा युवा पर्यटनसँग जोड्ने
महिला तथा युवालाई पर्यटनसँग जोड्ने, मौलिक सांस्कृतिक र सम्पदाको संरक्षण गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्न सक्दछन्। स्थानीय तहमा जनचेतना, अभिवृद्धि, सरसफाइ अभियान, वातावरण संरक्षण, पर्यटन मैत्री व्यवहार विकासमा सामाजिक सङ्घ-संस्थाहरूको योगदान अत्यन्त महत्त्वपूर्ण रहन्छ। उपस्थित महानुभावहरू, पर्यटनको दिगो विकासका लागि पर्यटन मैत्री ऐन कानुन निर्माण जरुरी छ। त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन, समन्वय र सहकार्य उत्तिकै आवश्यक छ। दीर्घकालीन पर्यटन नीति, लगानी, सुरक्षा, स्पष्ट कानुनी संरचना र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रभावकारी प्रवर्धनका लागि सुदृढ कानुनी आधार आवश्यक छ। प्रदेशले आफ्नो भूगोल र सांस्कृतिक विशेषता अनुसार पर्यटन नीति निर्माण गर्न सक्छन् भने स्थानीय तहले कार्यान्वयनमा अग्रणी भूमिका खेल्न सक्छ। सङ्घीय संसद, राष्ट्रिय सभाको अध्यक्ष हुनुको नाताले नीति निर्माण, ऐन कानुन निर्माण एवं संशोधन जस्ता विषयमा यहाँहरूको पहल कदमी र खबरदारीलाई आत्मसात गर्दै आफ्नो जिम्मेवारी पुरा गरेर आवश्यक समन्वय गर्ने कुरामा मैले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु। साथै